सबै काम छोडेर आज चाहिँ हामी सबै साथीभाइहरू चाहिँ मुहान पोखरीदेखि चाङ्गु नारायणको ट्रिपमा लागेको छौँ। हामीहरूले पहिला चाहिँ एकदमै डिसाइड गरेर चाहिँ चाङ्गु नारायण जानुपर्छ, त्यसपछि चाहिँ मुहान पोखरीको बाटोमा तिर लाग्नुपर्छ भनेर चाहिँ हामीहरू सरर चाहिँ लाग्न थाल्यौँ। बिहानै 10 बजीतिर खाना खाएर हाम्रो ट्रिपको स्टार्ट भयो। एकजना आउनु होला ब्लू मुनमा है, एकदमै राम्रो छ, स्विमिङ पुल पनि छ, न्यू एक्सपिरियन्स है। पछाडि देखिराख्नु भएको तपाईँको ठाउँ चाहिँ सुकुटेहरू नभएर चाहिँ हाम्रो सल्लाहगारीमा पर्ने हाम्रो प्यारो दाईको चाहिँ रेस्टुरेन्ट रहेको छ, एकदमै गुड। आज चाहिँ हामीहरूको यात्रा चाहिँ चाङ्गु नारायणसम्मको रहेको छ। म र मेरो भाइ प्रशान्त चाहिँ एउटा स्कुटीमा छौँ, दुईजना हिरोहरू चाहिँ हामीहरू R15मा छौँ। ल एकचोटि म तपाईँलाई यसो सिनेमेटिक देखाइदिन्छु, यसो हेर्नुहोस् है। होप तपाईँहरूले चाहिँ यो भिडियो लास्टसम्म हेर्नुहुन्छ होला। अहिले चाहिँ हामीहरू आधी बाटोमा पुगेको छौँ। भ्लग बनाइरहेको छु, भ्लग बनाइरहेको छु। तिमीहरू पछाडि बस न हल्का। यतातिर चाहिँ सजक र हाम्रो बाले सरकार हुनुहुन्छ। अहिले चाहिँ हामीहरू अहिले उकालो चढिरहेको छौँ, उकालोमा छौँ, हेर्न सक्नुहुन्छ उकालो। दिनभरिको काम छोडेर चाहिँ हामीहरूले चाहिँ एकदमै अब आज चाहिँ हामीले रमाइलो गर्नुपर्छ भनेर साथीभाइहरू सबैजना लाग्यौँ। हेर्न सक्नुहुन्छ हामीहरूले चाहिँ एकदमै यो सबै भ्लगहरू चाहिँ तपाईँहरूको लागि भनेर रेडी गरेको छौँ। एकदमै रमाइलो भएको थियो, हामीहरूले चाहिँ सबैजनाले एकदमै रमाइलो गरेको छौँ। म तपाईँले चाहिँ सब डिस्टर्ब नगरिकन सबै भिडियोहरू चाहिँ एकदमै क्लियरली चाहिँ देखाइरहेको छु। ब्लगर भएको अहिले खाना चाहिँ खायौँ हामीले, खाना चाहिँ खायौँ। मैले आज फेरि घरमै खाएर आधी आज बाहिर भएन। अहिले चाहिँ हामीहरू चाहिँ चाङ्गु नारायण पुगिसकेको छौँ। यसो नास्ता सास्ता खाउँ अनि यसो यहाँको स्पेसल छ्याङ चाहिँ खाइरहेको छौँ। कसो लागिरहेको छ भाइ? बवाल त हो, मिठो लागिरहेको। यतातिर सजक छ, सजकले चाहिँ शीतन खाइरहेछ, शीतन किङ। एकदमै राम्रो भाइब्स छ भनौँ अब मरिमरि। खारुलाले भिडियो बनाउँदै हुनुहुन्छ। बाले गर्ल्स विकनेस के खाइरहेछ। ल अरूहरू पनि म देखाउँदै गर्छु, हेर्दै गर्नु होला। यहाँदेखि चाहिँ हामीले बदाम किनेको छ, सुधी भाइले चाहिँ बदाम किनेको छ। अब यहाँदेखि चाहिँ हामीहरू लाग्छौँ। हाम्रो राइडर भाइ आएको छ। हामी चाङबाट चाहिँ अब निस्किसक्यौँ, अहिले तल चाहिँ झरिसकेको छौँ हामीसँग। अब हामीहरू चाहिँ अहिले मुहान पोखरी